एउटा मिस्टेक आर्मीको लागि रमनको प्रहार बम स्पाइक रमन कुमारको विवशलाई उठाइरहेका छन् यानिक शेषा किनकि त्यो बलको लागि हेर्न सक्छौं क्या ब्युटिफुल सेटअप रहेको थियो रमन कुमार स्प्लिट गर्न सफल भए धनपतिको पोजिसनलाई र ब्याककोर्टमा पनि वाट द सेलिब्रेसन यहाँ आवश्यक छ यो किसिमको उत्साह दुर्गा सन्जुको डिफेन्स ब्याककोर्टमा तर बाहिर छ 3 अङ्कले अगाडि छ गण्डकी डु अर डाई सेट गर यमन त्यो भन्दा विकल्प छैन टाइगर कपबाट नै आउट हुन सक्छ आर्मी यो सिजनको लागि रमन फेरि पनि रमन कुमार यु ब्युटी सक्ने छैन अब रमनलाई रोक्न यहाँ त्रिभुवन आर्मी क्लब धेरै असहज भइरहेको छ 4 अङ्कको अग्रता छ यो सेटमा चौथो सेटमा यो किसिमको अग्रता निकै असहज हुनेछ दुर्गा महत्त्व थिए डिफेन्सका लागि कुनै मौका पाएनन् टिभी बसाएका छन् कुञ्चनले विवश सन्जु र रमनको बीचमा कन्फ्युजन क्रिएट गरे विवशले ओ टिभी एक्स्ट्राअर्डिनरी सिन्स रेयर सिन्स टिभी भट्टले पनि यो गल्ती गर्न पुगे यो क्राउडको प्रेसर जुन छ टिभी जस्ता खेलाडीलाई पनि गाह्रो बनाइदियो रमनको सर्भिस रहेको छ दुर्गा प्रसाद महतो ओ ब्लक थियो यहाँ निकै नै राम्रो र समर्थकहरूको यो विस्फोटक सेलिब्रेसन अब हेर्न सक्छौं गण्डकी प्रदेश म्याच पोइन्टमा छ दर्शक वृन्द विभागीय टोली त्रिभुवन आर्मीसँगको यो कन्टेस्ट यो प्रतिस्पर्धात्मक खेल तर गण्डकी पनि सहज अवस्थामा आज पनि आफ्नो डिपार्टमेन्टल मेन्टालिटी कायम राख्न सकेन विभागीय टोलीले शरण समारी क्षेत्री निराश छन् समर्थकहरू भने आफ्नो फुल जोशमा म्याच पोइन्ट हासिल गर्न सक्छ गण्डकी रमन कुमार रहेका छन् सर्भिसमा टाइगर कपको यो आज सेकेन्ड क्वालिफायर हो धनबहादुर भट्ट रोकेका छन् म्याच पोइन्टलाई डिबीले अहिले भने अझै पनि त्यो मानसिकता दर्शाउनु पर्नेछ आर्मीले केही ढिलो त भइसकेको छ यद्यपि भलिबल हो जे पनि हुन सक्छ यहाँ दुर्गा म्याच पोइन्टको लागि गण्डकी प्रदेश तयारी गर्दै कुञ्चन विवश अनि म्याच पोइन्ट गण्डकी प्रदेश 5औं एनसेल टाइगर कप 2081 को फाइनलमा प्रवेश गरेको छ सपिकको उपविजेता टोलीले हराएको छ आज त्रिभुवन आर्मीलाई पोखरा रङ्गशालाको यो कोट पनि अब आफ्नो अल्टिमेट सेलिब्रेसनमा छ विभागीय टोलीलाई हराएको छ आर्मीलाई हराएको छ गण्डकी प्रदेशले घरेलु टोलीको सफलतामा नाच्दै